सो व्हाट्सअप गाइज आज चाहिँ हामीहरूको मिनी ब्लग आज चाहिँ हामीहरूले नास्ता खाने तयारीमा गइरहेका छौँ जहाँ चाहिँ आजको कुकम्यान हुनुहुन्छ हाम्रो मित्र प्रम मित्रले भने अनुसार अब चाहिँ मासु बनाउने तयारीमा छौँ हामीहरू लेट्स सी वाट विल बी एपन कस्तो बनाउँदो रहेछ नि त तराईमा टक्कसँग तेल सेल बसिसकेको छ होइन हामीहरूले त्यसपछि चाहिँ उहाँ चाहिँ प्याज काट्दै हुनुहुन्छ अब हेरौँ अगाडिको भ्लग चाहिँ कसरी हुन्छ साथ दिनु होला मिनी ब्लग हो फर्स्ट टाइम मासु चाहिँ यता कति 400 ग्राम जति ल्याएको थियौँ हामीहरूले मासुको पिस मन परेर क्या धेरै ठुलो यति ठुलो मुखमा को हाल्छ र त्यही भएर सानो गरेर बनाउँदैछन् सानो गरेर बनाउँदैछन् जे पनि हाम्रो मित्र चाहिँ सुक्खु पाउँछ क्या यार ए टु जेड जान्छन् गाइज यार कपडा धुने नुहाउनेदेखि लिएर पोछा खाना बनाउनमा त भाइ तारिफ त मत करो रे बे क्या तारिफ गरे अहाँ का खाना बनाउनु त महाराज हुने यार जे हो नि त्यो कम गरेको छु त्यो गरिसकेपछि हामीले तेलमा कडाई बसायौँ त्यसपछि प्याज टक्कसँग पर्पर गरेर भुट्नु भयो यसो भुटिसकेपछि अब त्यहाँपछि चाहिँ मासु मासु हाल्ने तयारी हुँदै थियो मासुको लागि एकदिन हामीले राम्रोसँग पकाउँदै होइन फरर भुट्दैछ मान्छेको प्याज भुट्दैमा मुखमा पानी आउला जस्तो भइसक्यो त्यसपछि चपिङ बोर्डमा टक्कसँग खुर्सानीको टुक्रा टुक्रा पारेर बनाउनु भयो होइन खुर्सानीको टुक्रा टुक्रा पारिसक्यो त्यसपछि फ्राई प्यानमा हाम्रो प्याज भुटिसकेपछि त्यसपछि मासु टक्कसँग हाल्नु भयो होइन बोयलरको मासुमा त्यसपछि पर गरेर फुट्दै हुनुहुन्छ उहाँ चाहिँ जब तपाईँको मुखबाट पानी आउने गरेर बनाउँदैछु भन्नुहुन्छ बनाउने मान्छे एउटा तर क्रेडिट लिने मान्छे चाहिँ म हो होइन क्रेडिट चाहिँ मैले लिएको छु साथी मलाई पनि देखाउ यार यसमा भन्दैछु मैले उनीहरूले चाहिँ पनि मलाई टक्कसँग देखाउँदैछन् मासुको स्वाद चाहिँ के बेग्लै छ क्या त्यसमा चाहिँ हामीले मिट मसला बनायौँ टक्कसँग कुछ मजा ही आ रहा था अलग ही लेभल का क्या बोले त्यसपछि लागि हामीहरू बाँड्न साथीले चाहिँ टक्कसँग थालमा दुईजना साथीले हालिदिनुहुन्छ होइन मासु टक्कसँग थालमा हालिसकेपछि बवाल तरिकाले थालमा चाहिँ हाल्दै हुनुहुन्छ म चाहिँ टक्कसँग पसलबाट गएर भर्खर डिउसी लिएर आएको थिएँ भने उहाँ चाहिँ थालमा बाँड्दै हुनुहुन्छ कुनै दिनको सम्झना यसरी नै आउनेछ यहाँ टक्कसँग डिगो ग्लास साथमा साथी त्यही माथि बत्ती गएर नि पसिनाले अति भएको थियो क्या हामीलाई चाहिँ तर बत्ती गएर नि केही छैन त्यहीमा पनि खुसीको मोमेन्ट भइरहेको थियो त्यसपछि चाहिँ फर्स्ट पार्ट लियो हामीले फर्स्ट पार्ट त्यस्तो सजिलै लियो स्वर्ग पुगे जस्तो मौसम के महसुस क्या मजा था रे खाऊ मासु खाऊ सकिने भने बिरुवाले रिस माने क्या अहिले खाना खाने मस्त भनेर
मलाई कमाल्न तिमीले जाँदा यार गर्नै पऱ्यो होला त्यहाँ लास्टै गर्नु भयो फिल भइरहेको छ तर फेल भइरहेको ल आज कम भयो ल अस्ति 3 गिलास भयो हामीलाई कि 2 गिलास भयो